झण्डै एक वर्ष अघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गरे राजनीति छाड्ने चुनौती दिए। उनको यो चुनौती समग्र कांग्रेस र महामन्त्री गगन थापा लक्षित थियो। कांग्रेस र पार्टीका महामन्त्री गगन थापाले रविमाथि आफै सिग्नेचर गरेर सहकारीको रकम लिएको भन्ने आरोप सदनबाटै बारम्बार लगाउँदै आएका थिए। यसको काउन्टर जवाफमा सहकारी ठगी प्रकरणमा आफू दोषी भए राजनीति छाड्ने रविको चेतावनी थियो। यस्तैमा प्रमाणित गर्न नसके गगनले राजनीति छोड्नुपर्ने र प्रमाणित गरी आफूले राजनीति छोड्ने रविको शर्त थियो। गृहमन्त्रीले चाहिँ हस्ताक्षर गरेर आफैले निवेदन देखाउनु भयो भन्ने उहाँले आफैले चाहिँ ऋण मागेर चाहिँ कागज गरेर हस्ताक्षर गरेर ऋण माग्नु भयो, मसँग प्रमाण छ भनेर उहाँले भन्नुभयो। ल मेरो चुनौती उहाँले त्यो प्रमाण दिनु भएछ भने संसदीय समिति त कुनै ठुलो कुरो होइन, तत्काल बनि यसै पनि मैले बोल्न पाएको भए कुरा अर्कै रहन्थ्यो, म केही कुरा भनिहाल्थेँ। त्यो त कुनै ठुलो कुरा नै थिएन, मात्र मैले एकपटक बोल्न खोजेको थिएँ। अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु। उहाँले भन्नुभएको मैले किर्ते गरेको कुरा होइन, मैले कुनै लोन माग्नका लागि मैले निवेदन दिएर चाहिँ यो ऋण मागेको प्रमाण छ उहाँले भन्नुभएको छ नि, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु। त्यो प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ। संसदीय समिति त सामान्य कुरा भइहाल्यो, बनाए हुन्छ। गगनले पनि रविले पेश गरेको चुनौतीलाई स्वीकार गर्दै तार्किक र प्रमाणको आधारमा भिड्ने जवाब दिएका थिए। यदि रविलाई दोषी करार गर्न नसके राजनीतिबाट सन्यास लिने गगनको पनि चुनौती थियो। हैन, म त छोडिदिन्छु भनिसके त, यो पुष्टि भएन भने म छोडिदिन्छु भनिसके ल हैन। उहाँले कहिले 4 नम्बर आउँछ भने त्यहाँ पनि आउनुहोस्, बागमती आउँछ भन्नु नआउनुहोस्, छोडिदिन्छु भन्नु छोडिदिन्छु। म त अब मेरो मात्र कुरै छैन यो, म त के भनिरहेको छु भने तपाईकै कुरो चुनौती पछिको एक वर्ष न रवि नै दोषी प्रमाणित भइसकेका छन् न त गगनले नै पनि आरोप प्रमाणित गर्न सके। तर पनि रवि र गगन बीच यो विषयमा संघर्ष जारी नै छ। 84 दिनमा छुटेका रवि 85 दिनमा पक्राउ। सहकारी ठगीकै प्रकरणमा यसअघि कार्तिक 2 गते रवि पक्राउ परेका थिए। त्यसपछि रविलाई कास्की, चितवन, रूपन्देही र काठमाडौँ जिल्ला अदालतले रकम धरौटीमै रिहाई गरेको थियो। सो समय 84 दिन हिरासतमा रहेका रविले 4 जिल्लाबाट झण्डै 3 करोड धरौटी रकम बुझाएका छन्। यसपछि पनि अन्यायमा परेको भन्ने बुझाइ सहित रविले धरौटी तिराउने सबै जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन दिए, जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले भने जिल्ला अदालत रूपन्देहीको आदेश नै बदर गर्दै रविलाई पुनः पक्राउ गर्न आदेश दिएको हो। यो सँगै रवि चैत 22 गते राति पक्राउ परे। यसअघि विभिन्न जिल्लामा अनुसन्धान गर्दा 84 दिनको हिरासत बसाएपछि पुस 25 गते छुटेका रवि त्यसको 85 दिनपछि पुनः पक्राउ परेका हुन्। रवि भर्सेस गगनको अर्को अध्याय। राष्ट्रपालले रवि पक्राउको पद्धति, शैली र समयको विषयमा विभिन्न प्रश्न उठाउँदै उनको ज्यान नै खतरामा रहेको समेत औल्याउँदै सरकारको नियतमाथि प्रश्न उठाइरहेको छ। अदालतको आदेशलाई समेत राष्ट्रपालले सत्ताको प्रभावका रूपमा परिभाषित गरिरहेको छ। यस्तैमा राष्ट्रपालले रवि गगन टसलको विषयलाई पनि जोडेर हेर्न थालेको छ। विगतमा गगन र रविले राजनीतिलाई नै दाउ थापेर राखेको बाजीलाई गगनको पक्षमै पार्न सरकार समेत लागि परेको राष्ट्रपा नेताहरूले आशंका गर्न थालेका छन्। अनेक प्रकरण र काण्डहरूलाई छोडेर सरकार रवि विरुद्ध मात्रै लागिरहनुलाई राष्ट्रपालले गगनको पक्षमै नतिजा निकाल्न सरकार उद्धत भएको आरोप लगाउन थाले। सहकारी ठगी प्रकरणमा रवि लामिछाने माथिको छानबिन र यसको निष्कर्ष तत्काल टुङ्गिने अवस्था देखिँदैन। रूपन्देहीको ठगी प्रकरणमाथि रविलाई उच्च अदालतले पूर्वपक्षका लागि थुनामा राख्दा भावी फैसला कस्तो आउला, अन्य जिल्लाहरूमा अझ के होला भन्ने कौतूहलता झन्झन बढ्दो छ। यही बीचमा राष्ट्रपालले रवि पक्राउको विषयमा विभिन्न आरोप, टिप्पणी र विरोध गरे पनि अदालतको आदेश मान्नुको विकल्प छैन। यद्यपि एमाले नेतृत्वको सरकार कांग्रेसले सम्हालेको गृह मन्त्रालय र अन्य गतिविधिलाई